अब हामीलाई एउटा क्वेसन गिभन छ। यो क्वेसन पनि एक्जाममा सोधेकै क्वेसन छ है। हामीलाई क्वेसनले के भनेछ भने म्याक्सिमाइज गर भनेछ कुन मेथडबाट, बाइ सिम्प्लेक्स मेथडबाट। त्यसमा चाहिँ क्वेसन के रहेछ भने z इक्वल टु 30x1 प्लस 20x2 रहेछ। सब्जेक्टेड टु एसटी सर्टकटमा लेखिदिएको या सस्टार भनेर पनि दिन्छ। त्यसको कति दिएको छ भने -x1 प्लस x2 लेस देन इक्वल टु 5, 2x1 प्लस x2 लेस देन इक्वल टु 10 अनि x1 ग्रेटर देन 0, x2 ग्रेटर देन 0। यो मिन्स के भयो भने आफ्टर सल्भिङ दिस क्वेसन वी विल फाइन्ड द्याट x को भ्यालु मस्ट बी कन्टेन के हुनु पर्यो भने ग्रेटर देन 0। ओके, इफ द x को भ्यालु लेस देन 0 आयो भने डजन्ट मिन लेस देन 0 द्याट मिन्स हामीले गरेको कुरा रङ छ भनेर भयो। यो दिनुको अर्थ के भयो भने x2 को भ्यालु पनि के हुनु पर्यो 0 भन्दा ठुला हुनु पर्यो। यहाँसम्म क्लियर छ? हजुर एक्जाममा यस्तो क्वेसन दिँदाखेरि जहिले पनि के लेख्नु, पहिला कापीमा एन्सर लेख्दाखेरि क्वेसन सल्युसन लेख्नु, गिभन लेख्नु। गिभन लेखेर जति क्वेसन दिएको हुन्छ त्यो पहिला सार्नु। हजुर एक्जाममा चाहिँ त्यसरी गर्नु तपाईँ। अनि त्यही भएर मैले सल्युसन दिएँ। सबभन्दा पहिला के गर्नुपर्छ भने हामीले स्ल्याक भ्यारिएबल इन्ट्रोड्युस गराउनुपर्छ जहिले नि। त्यही भएर मैले के गरेँ, लेट इन्ट्रोड्युस स्ल्याक भ्यारिएबल्स। स्ल्याक भ्यारिएबल्स। अब यहाँ स्ल्याक भ्यारिएबल कतिवटा इन्ट्रोड्युस गर्ने भने मैले के भनेको थिएँ, केमा डिपेन्ड पर्छ भने जतिवटा सब्जेक्टेड टु भ्यालु हामीलाई दिएको छ। यहाँ कतिवटा सब्जेक्टेड टु भ्यालु दिएको छ, एउटा दुईटा रो हुन्छ नि। त्यही भएर यहाँ कति हुने भयो भने स्ल्याक भ्यारिएबल s1 एन्ड s2 हुने भयो। अनि देन आफ्टर मैले के भनेको थिएँ भने z को टर्ममा जहिले पनि के हुन्छ तपाईँलाई स्ल्याक भ्यारिएबल 0 हुन्छ भनेको थियो नि। त्यही भएर के हुनु, इक्वल टु 0 को टर्ममा पार्नु पर्यो कि यसलाई सबैलाई इक्वल टु को फर्ममा पार्नु पर्यो। त्यही भएर के हुन्छ, यो z इक्वल टु को फर्ममा पार्नु छ भने 0 को टर्ममा यसलाई यतातिर ल्याउनु पर्यो कि परेन। त्यही भएर के हुन्छ, z माइनस यो 30x1 माइनस 20x2 प्लस 0s1 प्लस 0s2 इक्वल टु के हुनु भयो भने तपाईँलाई 0 हुनु भयो। यसरी चाहिँ हुन्छ। अब त्यसपछि के हुनु भयो भने सच ज्याट छ नि। अब यहाँ त के छ, जेडको भ्यालु त छैन छ। यो के हुनु भयो -x1 प्लस x2 प्लस s1 प्लस 0s2 इक्वल टु 0 हुनु भयो। मैले भनेको थिएँ नि फर्स्टमा के हुन्छ भने s1 को कोएफिसिएन्ट हुन्छ, s2 को कोएफिसिएन्ट 0 हुन्छ। सपोज यो तीनवटा भएको भए s3 को कोएफिसिएन्ट पनि 0 हुन्थ्यो। त्यसै गरी अब सेकेन्डमा आयौँ। सेकेन्डमा के छ भने तपाईँलाई 2x1 प्लस x2 प्लस अब के हुन्छ 0s1 प्लस s2 इक्वल टु के हुन्छ भने 0। बुझ्नुभयो? कस्तो बुझिन मैले। कहाँ बुझ्नु भएन? यो लेखेको हजुर यो इन्ट्रोड्युस गर्नेसम्म त बुझ्नु भयो होला हैन? हजुर ल मैले के भन्दा अघि नै z को टर्ममा जहिले पनि के हुन्छ, s को भ्यालु स्ल्याक भ्यारिएबल जहिले पनि 0 हुन्छ कि। यसलाई इक्वल टु को टर्ममा पारेको नि त सबैलाई। सरी यहाँ 0 होइन, यहाँ 5 हुन्छ। यहाँ लेस देन इक्वल टु भनेको त यही हो, इक्वल टु नै हो, 5 हो, 80 हो। जहिले पनि z को टर्ममा s को भ्यालु 0 हुन्छ, चाहे जतिवटा स्ल्याक भ्यारिएबल इन्ट्रोड्युस भएको हो सबै 0 हुन्छ। अब यो फर्स्ट स्टेप भयो नि, यो फर्स्ट नम्बर भयो नि। त्यही भएर s1 को भ्यालु भयो क्या, अनि s2 को भ्यालु 0 भयो, इक्वल टु यो 5 हो नि त। त्यही भएर 5 भयो। ठीक छ अहिले भयो। अगाडि त्यो 0 0 त्यही भएर ए सरी, अघि म फ्लोमा बोल्दा 0 लेख्दिएँ। यो सेकेन्ड नम्बर भयो नि तपाईँलाई, सेकेन्ड नम्बरमा। त्यही भएर सेकेन्ड नम्बरमा के हुने भयो भने s2 को भ्यालु हुने भयो क्या, s1 को भ्यालु 0 हुने भयो। अनि इक्वल टु 10 छ, त्यही भएर इक्वल टु 10 हुनु भयो। सपोज अझै पनि यहाँ एउटा सब्जेक्ट दिएको भए के हुन्थ्यो यहाँ भने s1 र s2 यस्तै गरी 0 हुन्थ्यो र s3 को कोएफिसिएन्ट चाहिँ हुन्थ्यो। यसरी हो। यहाँसम्म क्लियर छ सर? हजुर ल त्यसपछि के भन्नुपर्छ भने इट्स अगमेन्टेड म्याट्रिक्स भन्नुपर्छ।
पर्छ। अगमेन्टेड म्याट्रिक्स किन भनेको, किनभने अहिले त हामी के इक्वल टु पछिको पनि नम्बर लेख्छौँ नि त हामीले बक्समा, सबै हामीलाई थाहा छ नि, त्यही भएर यसलाई के भनेको अगमेन्टेड म्याट्रिक्स भन्छ है। इक्वल टु पछिको नम्बर पनि लेख्यो भने त्यस्तो खाले म्याट्रिक्सलाई अगमेन्टेड म्याट्रिक्स भनिन्छ। अब टेबल बनाऊँ। टेबल कसरी बनाउने, जतिवटा यहाँ भ्यारिएबल छ नि, भ्यारिएबल कन्टेन्ट त्यतिवटा हामीले के गर्नुपर्छ, टेबल बनाउनुपर्छ। यहाँ हेर्नु त, जेड छ, x1 छ, x2 छ, s1 छ, s2 छ, यतिवटा के गर्नु पर्यो भने हामीलाई टेबल बनाउनु पर्यो। बुझ्नुभयो? त्यही भएर जेडको टेबल एउटा हुन्छ, एउटा x1 को लागि हुन्छ, एउटा x2 को लागि हुन्छ, एउटा s1 को लागि, s2 को लागि। यो इक्वल टु पछि नम्बर छ नि त्यसलाई b ले b भने के हुन्छ भने कन्स्ट्यान्ट हुन्छ। इक्वल टु पछिलाई b जनाइन्छ, त्यसपछि r भनेको रेसियो निकाल्नुपर्छ। यसको लागि फर्मुला b/x हो। अहिले बक्स भरौँ, त्यसपछि सबैको म डिस्क्राइब गर्छु। ल अब यहाँ त जेडको कफिसिएन्ट कति छ, 1 छ, त्यही भएर मैले 1 राखेँ। अब एक्सनको कफिसिएन्ट कति छ जेडको टर्ममा, फर्स्टमा -30 छ, त्यही भएर मैले -30 राखेँ। एक्सको कति छ, -20, त्यही भएर -20 राखेँ। s1 को भ्यालु कति छ, 0 छ, s2 पनि 0 छ। कफिसिएन्ट कति छ, कन्स्ट्यान्ट पनि 0 छ। यो बुझ्नुभयो भरेको? हजुर यो बुझ्नुभयो भरेको टेबल? एकछिन यसमा फोन आयो, फोन हटाइदिन्छु म, यहाँबाट घन्टी बजिरहेको।